Hello everyone, welcome back to my channel. I hope you guys are doing good. So आज नि बिहान बिहानै चाहिँ हामी चाहिँ खाना आँटेको भोकोटे साधेर हो तपाईलाई देखाउँछु ल भोकोटे टिपेर आउनेहरु दुईजना जस्ट वेट ए यहाँ चाहिँ दुईजनाले भोकोटे लेख्छ हो निलिमा र यसले यी खानेहरु चाहिँ यहाँ ओइ भोकोटेलाई इंग्लिशमा के भन्छ हक्क छे भने सरी गाइज मलाई चाहिँ थाहा छैन भोकोटेलाई के भन्छ इंग्लिशमा एक्साइटेडहरु हेर्नु सबैजना भोकोटे खानुमा दिन चाहिँ दामी छ आज हाम्रो छतमा जाउँ न उयो हाम्रो पट्टि हौ पुरानोमा चलो अब तपाईलाई देखाउँछु ल अगाडिको प्रोफाइल हो विन्टरमा हो दामी भोकोटे साधेर खानुपर्छ अब चाहिँ सर्टकट हामी लङ कटै आउँछौँ ल यहाँ चाहिँ भाउजूले फुलाउनु भएको फुलहरु हेर्नु गोदावरी है यो हा भाउजू गोदावरी है यो भाउजूले फुलाएको हैन नि फेरि यहाँ घरको भाउजूले फुलाएको नि हाम्रो चाहिँ के भइसक्यो रे फुल मरिसकेको हैन ओइ नि मा भोकोटेलाई इंग्लिशमा के भन्छ रे मलाई साच्चै नै थाहा थिएन लु साच्चै भनेको यहाँनिर त यो हल्का कटिङ सुरु भइदिहाल्यो रेड होला हौ रेड हैन पिङ्क यस्तो तितो तितो ला यो घाम त भेटेको छैन यो लास्टमा त के भएर नभएको रे घामै भेटेको छैन यस्तो गर्छ नि त्यस्तो साइडको तितो बिबिचको मिठो यस्तो भनेको त्यो भाउजूले यस्तो टाल्नु पर्छ भाउजूको टालिदिनु पर्यो ओइ पहिल्यै थुकाइदिएको आइडिया दिने चाहिँ आइडिया दिन्छ यता छ है अचानक घाम ताप्दा काम टोलाउने हो भोकोटेले गर्दा मान्छेले पर बोलमा उयो लगेर गएको थियो सिबी लगेर गएको थियो के बिर्सेछ जाँदैछ ल्याउनु लै अचानक प्लान भएको है यो चाहिँ गाइज हाम्रो त कस्तो एक्टिभहरू कि दुईजना गए पनि हालेको फेरि भोकोटे टिप्नु खास त मेवादेखिको कुरा सुरु भएको थियो हुनु त हो तर एन्ड अप विथ भोकोटे फेरि 12 बजे उता अर्कै छ है ओए 12 बजे उता अर्कै छ है काम अब हामी चाहिँ हो यहाँ हेर्नु सक्नुहुन्छ यहाँ यसो गर्दा हामी पर हो बिचारा मेरो पनि लसुन केलाउँदै अर्को भिडियो बनाइदियो भन्नुभएको थियो त्यही निलिमा दिदी देखाइदेऊ न निलिमा दिदीले दुःख गरेको कसरी खान्छस् अहिले कसरी खान्छ देखाइदेन ल साधेको चाहिँ छैन है जस्ट उयो मात्रै के अरे जस्ट छिली मात्रै छ के सक्छ मिठो अमिलो साधेर खान्छ रे हौ सक्यौँ अब चाहिँ नेक्स्ट स्टेप आउँदैन डोन्ट वरी सिस्टर ला यो पुरा घिस्यो गाइज यो न माथि मुन्यो राख्छ गाइज अब यो चाहिँ तर म सोड्दिनँ होला है हात पिल्सिन्छ स्ट्रगल इज रियल खानु त पर्यो जिब्रो पड्काउँदै घाममा बसेर भन्नु खोजेको चाहिँ यसले तै सोर्नु पर्ने रहेछ मैले बुझेँ सिस्टर देखाइदिएको अरे यहाँ गाइज हेर्नु अब जिब्रो पड्काउँदै खानु बाँकी खै मलाई पुरा उयो गर्छ कि घरबाट एन्करेज भाउजूहरूले तर म आजकल पुरा अल्छिनी भएको छु नि त गाइज चान्सो छ यहाँ देखाउँदैन नि तपाईँहरू खानुहुन्छ यो अचार यो सिलौटो खानुहुन्छ अब हाम्रो चाहिँ यहाँ फाइनल उयो हुन आँटेको छ हो उयो अलिकति खाने तेल हालौँ न जिया राख्नुहोस् न कहाँ छ चिनीमा हाल्नु हो उयो पनि सोड्छु ल म अलिकति अनि त आफ्नो हात बिचाइदिन्छ हात हटाउँथ्यो होला है नुन हालेको छैन ओए अम्बो त्यत्रो खोर्सानीमा नुन पिसेको देखिन खै चाखौँ एउटा यत्रो रे पहिला उयो गर हुचिङ
नुन हाल्नु अलिकति चिनी बेसी भयो चिनी बेसी भयो नुन ओइ हाल्न ओइ नुन होजन लु हाल्न नुन अहिले अलिक होजन होजन चाकमा त तोड एकपल्ट म त चिनी मात्रै म खानु जति उयो गर्दिनु सकिन के अरे पर्खिनु उचिक किन हाल्नु चाक त नुन निलीमा मामा यता नु ज्वरो आएछ भने चाहिँ आफै तपाईँ किनेर खा ल भयो है काम ताप्नु चलो अलिकति हाल्नु मात्रै यसले हाम्रो भरोसा छैन यो खोर्सानी चाहिँ हामी थरै हुन्छ खाउँ गाउँघरमा चाहिँ यसरी मिलेर खानुपर्छ हो गाइस मात्र फेरि थरै यतिले उयो खोर्सानी खोर्सानी नभएको हालिदेऊ उसलाई हुन्छ हुन्छ चलो हिँड्नै अब नयाँ छ यो मात्र यतिको है सुकाइ नै बसिदिन्छु घरमा के भएको खानु हे बस्नुको लागि खानुको लागि एन्ड आवर भोकोटे इज रेडी 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 मलाई के थाहा बस्नु छ अनुहार पो बिगारिस् त हो यता हेर त नपुगेको तुम्बाले माग्दै थियो कान सुन्दैन त आजकल हामी भन्दा है 15 मिनट जस्तो देखाइदेऊ न उ परै हेरेको एकजनाले ला सरी तुम्बा यसपालि अलिक ओए अघि चाहिँ हामी बाँडेर खान्छौँ भनेर है अघि चाहिँ बाँडेर कस्तो भएछ अन्त भन् न यसो यहाँ रिभ्यूहरू ओए तैँले नपाएको मेरो लागि न फर्स्टमा खाएको है चिनीले गर्दा त्यो हो जुन त फर्स्ट खाए नि हामीले राम्रो भयो त ल भएन चिनीले होला है खानु बित्तिकै माताहरू हो तिमीहरू कस्तो कस्तो त अफिसमा खानु बित्तिकै माताहरू हामी गाउँघरमा बाँडेर खान्छौँ भनेर त है तुम्बालाई त छैन अलिकति उसमा त्यसलाई दिनुपर्छ उयो गरिदिनु नि उसले भाउ रुपियाँ जोर हाल्नुमा दादाले पनि पठाइदेऊ न यो चाहिँ यहाँ खाउँछ यो चाहिँ मेरो यहाँबाट थाप्दा यो बाजुलाई दिँदै अलिकति पुरा गर्नु भन न दादाले पुरा खान्छ यो चाहिँ हाम्रो छोटो मिठो सानो उयो भ्लग थियो यसो भन्दै पनि गरे स्पिचलेस त्यस्तो मिठो मिठो भयो तर मलाई है टोल लिनु चाहिँ यसरी पर्छ है मलाई पनि मिठो भयो तपाईँहरूले कहिले बोको रहेछ साथै खान्थेन अरे म खान्न हाम्रो त खाइबस्छ यहाँ बोकोटे भन्दै ओरे सर्केर किन आउँदैन भनौ किन चिनी समयको फल हो नि त गफहरू सुनिहाल्नु है समयको फलहरू समयको फल भन्दै र हाम्रो तुम्बाले पनि पर सफल हुनुभयो भोकोटे साथीको खानुमा आउनु है खानु आउनु ऊ पर हेर्नु कञ्चनजङ्घा दामी देख्छ यहाँबाट चाहिँ उहाँबाट बोलाउ न साकी बगुस आमालाई बोलाउ न खान्छ होला बगुस भोकोटे साथीको वेदर पनि दामी भइरहेको छ आज हो भोकोटे साधेर खाने खालके है यो तपाईँहरू पनि खानुहोस् ल मेरोबाट तुम्बाले सोधेको जति खाँदै गयो त्यति मिठो हुँदो रहेछ भोकोटे चाहिँ भोकुस बगुस भन्दा गर्नुहोस् ल बाई गर्नुहोस् ल ल कसरी भन्छस् गाइस मलाई चाहिँ उयो नसोच्नु ल मलाई साँच्चै नै थाहा छैन इङ्ग्लिसमा के भन्थ्यो भोकोटेलाई वाउ यस्तो मिठो भोकुस अरे नाम पनि सर्टकट नेम
अब चाहिँ बिस्तारै सबैले गिभ अप गरेको जस्तो छ है लु सक्नु पनि आँटेको छ घाँटी दुख्छ हौ बेसी खानु हुँदैन ज्वरो आयो भने है के भन्दैछ के भन्ने भन्दा मलाई सिजनको फलले खाइदिएलो एकपल्ट सिजनको फल लु सिजनको फल सानो जस्तो गर्नु न त कस्तो पिट्नु आइज ल ओइ बिमारी हुँदा हुँदा झन् सुतिरहनु पाउँछ झन् ओइ नबिमार है ला थाहा छ ला ट्रफी थाप्नुपर्छ लास्ट है 3 दिन अब आज छोडेर थाप्दैन तँ जत्रो ट्रफीहरू कत्रो ट्रफी रे ओइ ओइ सुनको मेडलहरू त्यो यत्रो ट्रफीहरू पाउँछ अरे र मेडल लगाइदिने हो ढ्याप्पै मरे लास लागेर ओइ म त मेडल टालिदिँदा लास लाग्यो यहाँनिर ढ्याप्पै भनेर त ट्रफी त हातमा थाप्यो अरे कि मेडल त दम्बो हामी जत्रो हुन्छ होला हौ ट्रफी है त्यसपछि एक्री अरे अब हामी चाहिँ अब आई थिङ्क आई निड टु एन्ड दिस भ्लग गाइज है हामी अलमोस्ट खतम गऱ्यो यो त सकिहाल्छ गफमै यो चाहिँ मैले जस्ट अचानक ऱ्यान्डम भ्लग भयो मेरो हो घाम ताप्दै थियो भोकोटे खाने भयो त्यही भएर चाहिँ मैले देन एन्ड देयर बनाइदिइहालेको सो या गाइज दिस इज इट फर टुडे थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज अल्सो तपाईँहरूलाई होइन मेरो भ्लग आज जतिजना देख्नुभयो 1 जना 2 जना र ऊ पछिको 3 जना चाहिँ सिङ्गल हो होइन ऊ चाहिँ म्यारिड हो रेड कलरको लाउने को मन पऱ्यो मलाई कमेन्ट डाउन बिलो एन्ड या दिस इज इट फर टुडे बाई गाइज डोन्ट फर्गेट टु लाइक कमेन्ट के अरे भन्दैन कसले पनि मन नपराउ हामीलाई So yeah guys, this is it for today. Thank you so much for watching my video. Also don't forget to like, comment, share and subscribe. Bye. Bye. हामी 4 जना चाहिँ कन्ने हो Bye guys. Bye bye bye. छी ओइ के आयो रे पुसे पनि कसरी पुसे थाहा तैले लास्टमा के भन्छु भनेको थिइस् बाइ बाइ के भन्छु भनेको थिइस् बाइ बाइ के भन्छु भन्नु न सबले भन्दैन ल बाइ गाइस